नमस्ते सबैजनालाई है। वाचिपाको टिके चाहिँ कसरी निकाल्छ कुखुराबाट त्यो चाहिँ हेर्नुहोस् है। पहिला चाहिँ यस प्रकारले आगो बाल्नु पर्ने हुन्छ। त्यसपछि घरको बस्तीको कुखुरा हुनु पर्यो है। र जसले चाहिँ कुखुराहरू खाँदैन है, कुखुराको खाँदैन, उहाँहरूले चाहिँ एउटा नाकिमा भन्ने प्लान्ट हुन्छ त्यसको खाँदा हुन्छ है। र काट्नुभन्दा अगाडि चाहिँ हाम्रो अलिकति पूजा हुन्छ है यसरी। त्यसपछि चाहिँ सबभन्दा पहिला चाहिँ बाबाले चाहिँ यो खुट्टा डढाउनु हुँदैछ। खुट्टा डढाएर चाहिँ किनभने फर्स्टमा सफा गर्नुहुन्छ बाबाले त्यो चाहिँ यस प्रकारले है। अनि यो सफा गरेपछि चाहिँ त्यहाँदेखि खास चिज सुरु हुन्छ। यो यसको कुखुराको जति पनि माथिको भुत्लाहरू छ त्यो चाहिँ मजाले डढाउनु पर्ने हुन्छ है। यसरी जस्तो प्रकारले मेरो बाबाले डढाइरहनु भएको छ यहाँनिर यसरी है। अनि यो चुँदै झरेको है र यो जति पनि बाहिरपट्टिबाट यो डढेको चिजहरू हुन्छ, डढेको भुत्लाहरू हुन्छ, यिनीहरूलाई चाहिँ मजाले निकाल्नु पर्ने हुन्छ। यो कालो साँच्चै यो भुत्ला त खान्छ है। र निकाल्दाखेरि चाहिँ यस प्रकारले हातले निकाल्नु पर्ने हुन्छ। यसरी दल्नुपर्छ। त्यसमा चाहिँ तपाईँको यो डढेको जति पनि छ त्यो निस्किन्छ र यसलाई नै हामी चाहिँ पछि टिकेमा युज गर्छौँ। र यति गरेपछि यो सबै निकालेपछि चाहिँ त्यसपछि चाहिँ हामीले आँटा चाल्नेमा चाहिँ यसलाई सफा गर्नुपर्छ। चालेर जति पनि यसको धुलो हुन्छ त्यो चाहिँ यसरी निस्किन्छ र यो टिके चाहिँ तपाईँले युज गर्नु सक्नुहुनेछ।